सम्पूर्णमा स्वागत छ लक्ष्मण भट्टरा युट्युब च्यानलमा। म चाहिँ अहिले बाजेको पेडा पूर्वको एकदम प्रसिद्ध ठाउँ बाजेको पेडा भन्ने ठाउँमा आएको छु। अब म चाहिँ यहाँबाट बुटोल जाँदैछु। बुटोल जाने क्रममा बाटोमा बाजेको पेडा भनेर सबैजनाले एकदमै सुन्नुभएको होला। एकदमै यो चाहिँ धेरै वर्ष पुरानो पहिलादेखि दुधको के गराएर यो पेडा बनाउने चलन छ यतातिर। एकदमै प्रख्यात बाजेको पेडा भनेर देख्न सक्नुहुन्छ। अब चाहिँ यहाँ पेडा खाएर जानु पर्ला जस्तो लाग्यो। अब कुन दोकानमा रोकौँ भन्दा यही दोकानमा रोकिदिउँ क्या हो। बाजेको पेडा असली बुढो बाजेको पेडा भनेर छ। ट्याक्क अब यहाँ ट्याक्क पेडा खाएर जाने हो। देख्न सक्नुहुन्छ यो चाहिँ एकदमै पुरानो पेडा पसल हो। भाइले चिया बनाउँदै हुनुहुन्छ। अब चाहिँ कसरी पर्छ यो घर लाँदाखेरि? 900 रुपियाँ किलो।